नमस्कार, मेरो नाम चाहिँ रामकृष्ण महर्जन र म यो संगठक युथ डेभलपमेन्ट ग्रासरुटको चाहिँ कोच र मैले चाहिँ यो ग्रुप अन्डर 10 हेर्छु र अहिले चाहिँ मैले अन्डर 10 देखि मुनि अनि 16 को नेसनल गेम हेर्छु। अब अहिले चाहिँ ओभरअलली भन्दा हाम्रो चाहिँ एउटा प्लान बनाएको छौँ हामीले, जस्तै 52 विक्सको चाहिँ एउटा प्लान बनाउँछौँ अनि त्यो अनुसारकोमा काम गर्छौँ हामी चाहिँ। पहिलाको भन्दाखेरि चाहिँ अहिले एक्साइटमेन्ट एकदम धेरै छ, किनभने यिनीहरू विभिन्न ठाउँहरूमा गेम खेल्न गइरहेका छन् र प्लस यिनीहरूलाई चाहिँ अब विभिन्न प्रत्येक विकमा चाहिँ नयाँ नयाँ सेसनहरू सुरु हुने भयो र त्यसले चाहिँ अलिकति इन्टरटेनै छन् भनौँ न। प्यारेन्ट्सहरूबाट चाहिँ मलाई चाहिँ एकदम पोजिटिभ फिडब्याक आएको छ। जस्तै पहिला बच्चाहरू चाहिँ ग्याजेटमा धेरै थियो भने अहिले चाहिँ स्पोर्ट्स एक्टिभिटिजहरूमा लागेका छन् भन्ने फिडब्याक आएको छ। अहिले चाहिँ अब प्लेयरको माइन्डसेट भनेको चाहिँ अब म्याक्सिमम यो त बच्चाहरूलाई चाहिँ अब धेरै जस्तो इन्गेज गराउने टाइम हो होइन। यसमा चाहिँ अब हामीले पर्टिकुलर यो टेक्निकमा जाने यो स्किलमा जाने भन्ने चाहिँ हुँदैन, तर यिनीहरूलाई चाहिँ एउटा माइन्डसेटमा के छ भने कोचले हुइसेल बजाएपछि चाहिँ रोकिनुपर्छ, कोचले के भन्नुहुन्छ सुन्नुपर्छ भन्ने एउटा माइन्डसेट छ भने प्लस खेल्दाखेरि चाहिँ अब चाहिँ हामी यो ठाउँमा बसेर खेल्नुपर्छ, यो प्लानमा खेल्नुपर्छ भन्ने एउटा चाहिँ माइन्डसेट बनाएको छ यिनीहरूले। अब प्लेयरमा चेन्जेस भनेको चाहिँ अब स्टार्टिङमा आउँदाखेरि चाहिँ बच्चाहरू भनेकै नटेर्ने खालको थियो भने त्यो बच्चाहरूले के गर्थ्यो भने एकछिन रेस्ट दियो भने धुलो खेल्ने माटो खेल्ने भन्ने हुन्थ्यो होइन। अब अहिले चाहिँ अब लेटेस्ट अहिले चाहिँ ट्रेनिङ सेसन यो चलाउँदै आइसकेपछि म अहिले यत्रो भयो 3-4 वर्ष भयो होइन, या 3 वर्ष भयो यहाँ आएको। यो आउँदाखेरि चाहिँ अहिले चाहिँ अब कस्तो भएको छ भने बच्चाहरू ठक्क ब्रेक दियो भने ब्रेकमा जाने र जहाँ बस्यो भने त्यहीँ बस्ने खालको चाहिँ छ। अब पहिलाको भन्दा चाहिँ धेरै फिल्ड चेन्ज भएको देख्छु मैले होइन। पहिला फर्स्टमा आउँदाखेरि चाहिँ नयाँ भएर पनि होला बच्चाहरूलाई चाहिँ अलिकति गाह्रो थियो, एडजस्ट हुनै गाह्रो थियो। अब अहिले चाहिँ अब यो यिनीहरूलाई विभिन्न गेमहरूमा एज अ फ्यान हामीले गेम हेर्न लिएर जान्छौँ होइन, दर्शकको रूपमा लाँदाखेरि चाहिँ अब यिनीहरूकोमा चाहिँ एउटा चाहिँ कस्तो फिलिङ आएको मैले चेन्जेस पाएको छु भन्दाखेरि जो कोहीले पनि एउटा जर्सी लगाएपछि उनीहरूले आफ्नो स्कुलमा गएर चाहिँ म सङ्गठाबाट खेल्छु, म सङ्गठाको प्लेयर हो भन्ने खालको एउटा प्राउड मोमेन्ट बनाएको चाहिँ मैले फिल गरेको छु। उनीहरूले मलाई सेयर गर्छन् होइन त्यो कुराहरू। पहिला चाहिँ हाम्रो कस्तो थियो भने ट्रेनिङ गराउँदै जाने, जसको राम्रो इम्प्रुभमेन्ट एकदम छिटो इम्प्रुभमेन्ट गर्ने क्याचिङ गर्ने स्किल एबिलिटी भएकोहरूलाई चाहिँ हामीले सिधै प्रमोट गर्ने थियो भने अहिले चाहिँ अब एउटा एज क्याटेगोरीमा जस्तै मानौँ म अन्डर 10 मा गरिरहेको छु भने उसले चाहिँ मेरो ग्रुपमा एज ग्रुपमा 52 इयर्स विक्स बिताउनै पर्छ क्या, भनेको 1 वर्ष चाहिँ मसँग ट्रेनिङ गर्नै पर्छ। उसले जति नै राम्रो भए पनि जस्तै भए पनि उसलाई 52 विक्स चाहिँ मसँग काम गर्छन् अनि 52 विक्स पछि चाहिँ अनि उसको फेरि एकचोटि हामी एक्जाम लिन्छौँ होइन, टेस्ट गर्छौँ। त्यो टेस्ट गर्दा अनि बल्ल अनि उसलाई चढाउनु पर्छ कि के छ भनेर हेरेर अनि हामी चाहिँ चढाउँछौँ। अब हाम्रो मेन टार्गेट भनेको चाहिँ यस्तो हो, मेन टार्गेट भनेको चाहिँ हामीले अहिले मेरो एज ग्रुपको लागि चाहिँ कि बलको टेक्निक ट्याक्टिस सिकाउने भन्दा पनि उनीहरूसँग बललाई कसरी एडजस्ट गर्ने, त्यो बल फिलिङ डेभलप गर्ने अनि त्यसपछि उनीहरूलाई यो स्पोर्ट्सप्रति आकर्षण गर्ने भन्ने हो मेरो एज ग्रुपको मोटिभ चाहिँ होइन। र अब दिनदिनै नयाँ नयाँ चाहिँ प्लेयरहरू थपिँदै हुन्छ, कति साथीको थ्रुमा आएको हुन्छन्, कतिजना चाहिँ प्यारेन्ट्सहरूले लिएर आउनुहुन्छ। त्यो बच्चाहरूलाई लिएर आउँदाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि उहाँहरूलाई चाहिँ अब हामीले के गर्छौँ भन्ने भन्दा पनि पहिला सुरु उहाँहरूलाई हामी बल टचिङहरू दिन्छौँ। उहाँहरू कतिको क्यापेबल हुनुहुन्छ, कोही त नेचुरल्ली पनि राम्रो हुन्छन् होइन। अब उनीहरूलाई तलको ग्रुपमा राख्दाखेरि चाहिँ के हुन्छ भने उनीहरू डिमोटिभेट हुनसक्छ भन्ने एउटा हिसाबले त्यसरी हेर्छौँ हामी। र अर्को भनेको यो हामी यहाँ लिएर आइसकेपछि यहाँ ल्याएर यो जान्ने यो नजान्ने, यसले खेल्न पाउने यसले खेल्न नपाउने भन्दा पनि समग्र ओभरअल सबैले खेल्न पाउने चान्स क्रिएट गर्छौँ कि। जस्तै हामी बाहिर फ्रेन्डली जान्छौँ, त्यसपछि टुर्नामेन्टहरू जान्छौँ। अहिले पनि अब हामी टुर्नामेन्ट जाने उसमै छौँ होइन, प्रिपरेसन फेजमा छौँ। अनि यहाँ राम्रो भएकोलाई फेरि हामी एज ग्रुपमाबाट माथि लाँदै गएपछि हामीले नेसनल गेमहरू जस्तै अन्डर 16 अन्डर 18 खेल्न सक्छन् भने त्यहाँ खेलाउँछौँ, त्यहाँ ट्रायल गराउँछौँ। त्यहाँ भएन भने के कुरामा चाहिँ भएन फेरि उहाँलाई दोहोऱ्याएर ल्याएर सिकाउँछौँ। अनि हाम्रो मेन अब कामै त्यही भइरहेछ भनौँ न, खेलाउने हेराउने सिकाउने, फेरि भएन फेरि अब हामीले चाहिँ यस्तो यो हाम्रो एकाडेमीबाट यसपालि पनि यो अहिलेको 2082 को अन्डर 16 मैले हेरेँ। त्यो हेर्दाखेरि हाम्रो एकाडेमीको बच्चाहरू पनि फाइट गर्न सक्ने खालको 2-4 जना चाहिँ हामीले राखेका छौँ होइन। अझै पनि कतिजना हुन्थ्यो उहाँहरूको चाहिँ अब स्कुलको कार्यव्यस्तता स्कुलकोले नदिए भएर नभ्याउने भयो। तर अहिले हेर्ने हो भने लेटेस्ट हेर्ने हो भने हाम्रो अहिलेको 16 मा 3 जना 4 जना परेका छन् होइन। र कतिजनाले चाहिँ अहिले पनि अब 16 नपुग्दै
कतिजनाले चाहिँ कन्ट्र्याक्ट गरिसक्नु भएको छ 4 वर्ष 5 वर्ष 7 वर्षको लागि कन्ट्र्याक्ट गरिसक्नु भएको छ त्यतिको क्यापेबिलिटी हुनु एकाडेमीले त्यतिको गर्नु भनेको चाहिँ मलाई चाहिँ त्यो एउटा ठुलै कुरा जस्तो लाग्छ अब अरू प्लेयर चाहिँ यस्तो हुन्छ अब 16 को हामीले एकाडेमी हुँदा पनि बाहिरसँग फाइट गराउँछौँ ओपन सेलेक्सन पनि गर्छौँ है हामी 16 भनेर एकाडेमी मात्रै 16 खेल्नुपर्छ भन्ने छैन किनभने बाहिर कतिजना हुनुहुन्छ बाहिर खेल्न रहर भएको इच्छा भएको तर ठाउँ पाइरहनु भने उहाँहरूको लागि भनेर पनि हामीले चाहिँ 16 को लागि ओपन सेलेक्सनै गर्छौँ र हाम्रो यो एकाडेमीमा जति नै प्लेयर छन् त्यो प्लेयरहरू चाहिँ बाहिरकोसँग भिड्दाखेरि के हुन्छ ओहो नपरेला कि भन्ने एउटा मोटिभ हुन्छ नि त अब त्यो माइन्ड सेटअप चाहिँ के हुन्छ नपरेला कि भन्ने हुन्छ त्यो गरेर उनीहरूले धेरै फाइट गर्छन् होइन अनि एउटा मोटिभेसन के हुन्छ भने ओहो म एकाडेमी खेलेर म 16 परेँ भन्दाखेरि फलानु त पऱ्यो म त्यो ठाउँ खान्छु भनेर अर्को चाहिँ त्यसरी मोटिभ भएको देखेको छु मैले चाहिँ